हेलो एन्ड नमस्ते सबैजनालाई। तपाईहरु सबैलाई स्वागत छ है मेरो भिडियोमा। आज चाहिँ म इन्फर्मेटिभ भिडियो लिएर आएको छु तपाईहरु माझ। है भिडियो इज अल अबाउट हाउ टु अप्लाई वर्क परमिट अनलाइन है त। श्रम स्वीकृति अनलाइन आफैले कसरी अप्लाई गर्ने। मैले हालसालै 2025 मार्चमा चाहिँ वर्क परमिट श्रम स्वीकृति रिन्यू गरे र सफल पनि भए। त्यही कुरा चाहिँ सबैमा जानकारी गराउँ र शेयर गरौँ भनेर मैले यो भिडियो बनाउन चाहेको है। जसले गर्न जान्नुहुन्न उहाँहरुको लागि चाहिँ यो भिडियो एकदमै इम्पोर्टेन्ट हुन सक्छ। श्रम स्वीकृति स्टेप बाइ स्टेप कसरी गर्ने भन्ने कुरो म तपाईहरुलाई अब बताउन गइरहेको छु है त। सुरुमा गुगलमा गएर fims.dofe.government.np टाइप गर्नुहोस् र सर्च गर्नुहोस्। वेबसाइट खुल्छ फरेन एम्प्लोयमेन्ट इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम भन्ने चाहिँ वेबसाइट खुलिसकेपछि त्यहाँ तपाईहरुले पासपोर्ट नम्बर भनेर चाहिँ देख्नुहुन्छ। पासपोर्ट नम्बर चाहिँ तपाईहरुले टाइप गर्नु होला। आफ्नो पासपोर्ट नम्बर हालसालैको पासपोर्ट नम्बर राख्नु होला र नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि त्यहाँ पासवर्ड भनेर चाहिँ माग्छ तपाईहरुलाई। यदि तपाईहरुको चाहिँ आफ्नै नेपालको नम्बर र इमेल आइडी तपाईहरुले रजिस्टर गर्नु भएको छ र एजेन्टले रजिस्टर गरिदिएको छ भने ओटीपी तपाईहरुको नम्बरमा या त इमेलमा आउँछ। यदि नम्बर र इमेल आइडी रजिस्टर गरेको छैन भने चाहिँ यस्तो केसमा चाहिँ मेरो पनि त्यस्तै केस भएको थियो। मेरो नि इमेल आइडी र नम्बर चाहिँ एजेन्टले पहिला गराउँदाखेरि उहाँहरुकै राखेर गरिदिनु भएको थियो र यसपालि आफैले गर्दाखेरि ओटीपी चाहिँ मेरो नम्बर र इमेलमा आउने कुरै भएन। यो खालको समस्यामा चाहिँ मैले पनि युट्युबमा भिडियोहरु सर्च गरेको थिएँ र यो पुरानो भिडियोहरु पाएँ। पुरानै प्रोसेस र प्रक्रिया र अहिले चाहिँ परिवर्तन भएको रहेछ। त्यही चाहिँ मैले शेयर गरौँ भनेर यो भिडियो बनाएको हो खास। यस्तो केसमा चाहिँ कस्तो हुँदो रहेछ भने पहिलाको भिडियो चाहिँ शेयर गर्न चाहे त मैले। पहिला चाहिँ यही समस्या लेखेर मैले चाहिँ अनलाइन रिन्यू गर्न लागेको र मेरो पासवर्ड चेन्ज गर्नलाई इमेल आइडी र नम्बर रजिस्टर भएको छैन भनेर चाहिँ हामीले आईटीमा इमेल पठाउनु पर्ने रहेछ। IT@dofe.government.np मा पठाइसकेपछि एउटा फर्म जेनेरेट हुने रहेछ। त्यो फर्म चाहिँ हामीले प्रिन्ट आउट गरेर सबै डिटेल्सहरु भरेर सिग्नेचर गरेर फेरि त्यसलाई अट्याच गरेर अनि आईटीमा पठाइसकेपछि पासवर्ड रिसेट भनेर अटो आउने रहेछ। त्यो खालको चाहिँ पहिलाको यो प्रक्रिया र प्रोसेस भयो हैन। अहिले चाहिँ कस्तो रहेछ भने अहिले एकदमै सजिलो। श्रम विभागमा चाहिँ हामीले गइसकेपछि त्यहाँ नम्बर पाउँछौं र त्यो WhatsApp नम्बर हो। हामीले डाइरेक्ट कल गर्दा पनि भयो अथवा WhatsAppमा चाहिँ हामीले मेसेज गर्दा पनि भयो। पासवर्ड रिन्यू गर्नुपर्ने थियो अनलाइनको लागि भनिसकेपछि उहाँहरूले हामीलाई चाहिँ मेसेज गर्नुहुन्छ, पासपोर्ट नम्बर माग्नुहुन्छ र त्यही अनुसारले चाहिँ ल अब चाहिँ तपाई पासवर्ड आफ्नो रिन्यू गर्नुस् भनेर चाहिँ भनिसकेपछि हामीले त्यो वेबसाइटमा गएर आफ्नो चाहिँ पासपोर्ट टाइप गरेर नेक्स्ट गरिसकेपछि रिसेट पासवर्ड भनेर अटो आउँछ। अहिलेको प्रोसेस र प्रक्रिया है यो चाहिँ एकदमै सजिलो छ। त्यति गरिसकेपछि तपाईको चाहिँ प्रोफाइल खुल्छ। प्रोफाइल खुलिसकेपछि पहिला एजेन्टले चाहिँ अब तपाईको उनीहरुले आफ्नो हिसाबले हाम्रो प्रोफाइल डिटेल्सहरु हाल्दिएको हुन्छ र त्यसलाई चाहिँ एडिट गरेर अहिले आफूले सच्याउनु पर्ने आफूले चाहिँ पासपोर्टमा भएका कुराहरु, नागरिकतामा भएका कुराहरु र तपाईको चाहिँ पर्मानेन्ट डिटेल्स, टेम्परेरी डिटेल्सहरु, सबै बैंक अकाउन्टहरु आदि इत्यादि हैन सबै अनुभवहरु सबै तपाईहरुले चाहिँ आफूले एडिट गरेर हाल्न सक्नुहुन्छ र करेन्ट प्रोफेसन के हो सबै कुराहरु चाहिँ एडिट गरेर हाल्दै जाँदाखेरि अनि तपाईको चाहिँ सबै कुरा भइसकेपछि साथसाथै तपाईको करेन्ट नम्बर हालसालैको नेपालको नम्बर र आफ्नो इमेल आइडी चाहिँ राखेर रजिस्टर गर्न नभुल्नु होला। भोलिका दिनमा चाहिँ रिन्यू गर्नु पर्यो भने तपाईहरुलाई चाहिँ ओटीपी तपाईकै जीमेल आइडी र नम्बरमा आउँछ है त। र यति गरिसकेपछि हामी मेन पार्टमा आउँछौं। मेन पार्टमा चाहिँ हामीले तपाईसँग के छ ई सेवा खल्ती जुनसुकै पेमेन्ट अप्सन भए तापनि त्यो मार्फत तपाईले चाहिँ सजिलै
गभर्मेन्ट अप्सनमा गएर चाहिँ वेलफेयर फन्ड, सोसल सेक्युरिटी फन्ड प्लस तपाईँको इन्सुरेन्सको पैसा चाहिँ सजिलै तिर्न सक्नुहुन्छ। र पेमेन्ट गरिसकेपछि अब हाम्रो डकुमेन्टको कुरा आउँछ। डकुमेन्टमा चाहिँ हामीलाई चाहिने भनेको पासपोर्ट फ्रन्ट एन्ड ब्याक के छ है, प्लस भिजा। भिजामा चाहिँ तपाईँको कहाँ कार्यरत हुनुहुन्छ, वैदेशिक रोजगारमा कुन देशमा हुनुहुन्छ। जस्तै मेरो हिसाबमा म कतारमा थिएँ, मेरो कतारको आरपी रेसिडेन्ट पर्मिट, त्यसको फ्रन्ट एन्ड ब्याक है दुइटै चाहियो। र साथसाथै तपाईँको चाहिँ ओल्ड वर्क पर्मिट, पहिलाको चाहिँ श्रम स्वीकृतिको चाहिँ स्क्रिनसट, अथवा तपाईँले चाहिँ त्यो पहिलाको श्रम चेक इनमा गइसकेपछि तपाईँको पासपोर्ट नम्बर हानिसकेपछि सर त्यो डिटेल्स आइ नै हाल्छ, त्यो चाहियो। र तपाईँको चाहिँ अराइभल र डिपार्चरको स्ट्याम्प। डकुमेन्टहरू कागजातहरू सबै तपाईँले चाहिँ अपलोड गरिसकेपछि टोकन नम्बरको अप्सन आउँछ। टोकन नम्बर चाहिँ मितिअनुसार हुन्छ। जस्तै तपाईँले आजको टोकन नम्बर लिएर तपाईँको डकुमेन्टहरू सबै ठिक छ भने 24 घन्टाभित्र तपाईँको श्रम स्वीकृति अप्रुभड भनेर चाहिँ आउँछ है त। यदि इनकेस के गरी तपाईँको डकुमेन्टहरू ओपन भएन अथवा डकुमेन्ट मिसिङ भयो भने चाहिँ तपाईँलाई रिजेक्ट भनेर आउँछ। रिजेक्ट भनेर आए तापनि कारण खुलाएको हुन्छ, यो कारणले चाहिँ रिजेक्ट गरिएको हो, फेरि सच्याएर चाहिँ सबमिट गर्नुहोस् भनेको हुन्छ त्यसमा। र आफ्नो डकुमेन्टहरू केही मिसिङ छ अथवा केही फाइलहरू खुलेको छैन भने त्यसलाई सच्याएर फेरि सबमिट गर्न सक्नुहुन्छ। तपाईँले सबमिट गरेको कार्यालयको समयअनुसार केही समयमा नै तपाईँको श्रम स्वीकृति अप्रुभड भनेर आउँछ है त। अनलाइन मार्फत श्रम गर्ने प्रक्रिया प्रोसेस यिनै हुन् है त। आशा छ तपाईँहरूलाई यो भिडियो एकदमै जानकारीमूलक लाग्यो होला भनेर। र यदि तपाईँहरूले भिडियोमा नबुझेको अथवा अप्ठ्यारो लागेको कुरा केही छ भने म्यासेज मार्फत मलाई चाहिँ सोध्न सक्नुहुन्छ। र तपाईँलाई स्टेप बाई स्टेप अथवा मैले नै गराएर देखाउनु पर्ने हो भने पनि म्यासेजमा भन्नुहोला, म अर्को भिडियोमा चाहिँ ल्यापटप मार्फत स्टेप बाई स्टेप आफैले गराएर तपाईँहरूलाई देखाउनेछु है त। ल यति भन्दै आजलाई म यो भिडियोबाट तपाईँहरू माझ बिदा हुन चाहेँ। भिडियोमा भेटौँला है त। ल बाइ सबैजनालाई।